अब म चाहिँ स्ट्रबेरी टिप्नु गएको अनि यहाँ थुप्रै फुलहरू फुलेको छ मजाको सेतो फुल छ यो चाहिँ पछि गएर क्रिसमसको सिजनमा पिङ्क अनि रेड हुन्छ है अनि अब म चाहिँ यहाँ तपाईँहरूलाई देखाउँदै हार्भेस्ट गर्छु है हेर्नु न यहाँनिर कस्तो राम्रो पाकेको छ सो टेस्टी अनि यम्मी यसमा चाहिँ मैले सिँगानी किराको लागि ट्रिटमेन्ट पनि गरेको छु अनि त्यो ट्रिटमेन्ट चाहिँ म तपाईँहरूलाई देखाउँछु है अनि त्यो कारणले गर्दाखेरि मेरो स्ट्रबेरी चाहिँ मजाले ग्रो हुनु पायो यसपालि हामीले खानु पाउँदैछौँ किनभने अरू बेला चाहिँ हामीले खानुभन्दा अगाडि नै हाम्रो स्ट्रबेरी चाहिँ चिप्ले किराले खाइदिइहाल्थ्यो नि त होइन हामी सिँगानी किरा पनि भन्छौँ अनि यसपालि चाहिँ होइन यत्रो ठुलो भएको छ कस्तो राम्रो छ है यो चाहिँ अलि पाकेको छैन पाकेको चाहिँ म टिप्दैछु अनि मैले चाहिँ यसपालि सिँगानी किरालाई चाहिँ निम्तो दिएको छु चुलो निम्तो रक्सी खानुको लागि है यहाँनिर बिहा राखेको अनि धेरै आउनु हुँदो रहेछ साँच्चै नै जहाँ रक्सीले चाहिँ मान्छेलाई डुबाएरै मार्छ भन्ने कुरा चाहिँ यहाँबाट पनि प्रुफ हुन्छ क्याउ किनभने यहाँनिर धेरै सिँगानी किराहरू रक्सी खाएर डुबेर मर्दो रहेछ हाँसु दुनी अनि यहाँनिर हेर्नु न कस्तो ठुलो ओ माइ गॉड कति राम्रो है वाउ माइ गॉड look there wow फेरि पाएको छैन म चाहिँ आज पाकेको मात्रै टिप्छु अनि नानीहरूले पनि मन पराउँछ मलाई चाहिँ स्ट्रबेरीको लस्सी मनपर्छ मेरो छोरालाई चाहिँ हजुर अनि यहाँ मेरो श्रीमानले चाहिँ बाहिरतिर पनि छ है भन्नुहुँदैछ उहाँले खुब हार्भेस्ट गर्नुहुन्छ त्यो साह्रै रातो छैन त के हो ओके आइएम पिकिङ धेरै छ अनि यो चाहिँ हाम्रो चिप्ले किरा सम्धीहरूले खानुभन्दा अगाडि नै हामीले चाहिँ खाइहाल्नु भन्ने रहेछ भनेर टिप्नु आएको हेर्नु न कस्तो राम्रो छ है अर्ग्यानिक यो त मेडिसिन पनि भन्छ सुगर हुनेले यसरी खायो भने सुगर कन्ट्रोल हुन्छ डाउन हुन्छ पनि भन्दो रहेछ नि त तपाईँहरूले पनि ट्राई गर्नुहोस् यो चाहिँ यसको लागि बेसी मलहरू पनि चाहिँदैन खालि एउटा यसो जरा रुट भएको बिउ उसले हाँगा सार्यो भने तपाईँको यो यसरी फैलिँदै जान्छ है हाम्रो चाहिँ हेर्नु न कति धेरै भएको छ यसरी भएको छ कस्तो भक्कु फलेको छ वाउ यहाँनिर हेर्नु म त देखिन रहेछु यहाँ पनि हेर्नु न म त देखिन रहेछु कि अघि अहिले पनि देख्दैछु अनि हाम्रो सम्धीहरू सिँगानी किरा चिप्ले किरा सम्धीहरू चाहिँ आउनुभन्दा अगाडि उहाँहरूलाई चाहिँ रक्सी खाएर स्वागत गरिहाल्नु पर्ने रहेछ कि अनि मात्रै हामीले खानु पाउँदो रहेछ कति धेरै भएको छ हेर्नु न हेर्नु न यस्तो धेरै भएको छ सो सबै मजाको छ सिँगानी किराले केही खाइदिन्छ नि यसपालि त मतलब पहिला त हाम्रो त हामीले भन्दा पहिल्यै सिँगानी किराले खाइदिनुहुन्थ्यो यहाँ पनि मैले उहाँहरूलाई रक्सी दिएको छु हाम्रो घरमा चाहिँ कसले पनि रक्सी खानुहुन्न खालि सिँगानी किराले मात्रै खानुहुन्छ र उहाँलाई दिन्छु म त यति धेरै छ हो देख्नु हो कस्तो धेरै फैलिँदो रहेछ यो घाममा चाहिँ कस्तो धेरै राम्रो हुँदो रहेछ अनि हाम्रो यहाँनिर बस्ने ठाउँ अनि यो गुलाबको फुल पनि फुलिरहेको छ यहाँनिर
रेड कलरको गुलाबको फुल फुलेको छ कस्तो राम्रो। अनि मैले चाहिँ नाटल पनि यहाँनिर रोपेको छु। अनि थुप्रै यो मसिनो खाले एप्पल हो हाम्रो चाहिँ। अर्को यहाँनिर मैले आलु पनि लगाएको छु। अनि यो चाहिँ मैले आफै घरमा खाएको एप्पल गाला एप्पलको सिड रोपेको थिएँ। 2-3 वर्ष भयो तर फुल्नु चाहिँ फुलेको छैन। फल उम्रेर यत्रो चाहिँ भएको छ। अनि 2-3 छ खोर्सानीको बिउ, खोर्सानीको बोट फल्दैन खोर्सानी चाहिँ के पुगेन जानिन होला मैले सायद। अनि यहाँनिर थुप्रै आलु रोपेको छु किनभने हाम्रो घरमा चाहिँ सबैलाई आलु मनपर्छ। अनि यो चाहिँ तुलसी पत्ता अर्को कलरको, यो चाहिँ लसुन पनि छ। अनि तपाईँहरूलाई मैले चाहिँ एउटा उयो पनि देखाउनु पर्ने छ हाम्रो एप्पल। अर्को एप्पल पनि फल्दैछ भनेर एप्पल देखाउनु भनेर लिएर आएको। बिर्सेछु न यहाँ कस्तो मजाले फल्दैछ है। रेड एप्पल हो यो चाहिँ। थुप्रै यसपालि धेरै फल्दैछ।